हेलो नमस्ते वेलकम ब्याक माई न्यू ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौँ। मेरो नानी हेरिरहेको चाहिँ आज चाहिँ स्पेसल डे नै छ। बाबुको दाइको छोराको राइस फिडिङ सेरेमनी छ। त्यो चाहिँ मैले चाहिँ भोलिपर्सि ठुलो भएपछि के गरेर देख्यो भने पनि प्लस आफूलाई पनि ओहो यो बेलामा यस्तो भएको थियो नि है भनेर रमाइलो हुन्छ होइन। त्यो भएर नि मैले चाहिँ भ्लग बनाउँछु भनेर सोचेँ, किनकि यति बिजी थिएँ, त्यही भएर लङ टाइमदेखि मैले भ्लग बनाएको पनि थिएन। अनि अहिले पनि म भर्खर ड्युटीबाट आएको, नानीलाई पनि लिएर आएँ। अब नानीलाई खुवाउँछु अनि नानीलाई रेडी गराउँछु अनि म रेडी हुन्छु अनि त्यसपछि हामी जान्छौँ। नानीको बाबा आउनुहुन्छ अनि हामी जान्छौँ। अनि त्यसपछि सायद राइस फिडिङ सेरेमनी त सुरु अघि नै भइसक्यो होला। हामी ढिला भइसक्यौँ किनकि भर्खर मैले नानी लिएर आउँदा अहिले 4 बजिसक्यो। हामी जाँदा आउँदा त 5 साढे 5 हुन्छ होला। त्यही पनि के कस्तो माहौल छ म यसो हल्का क्याप्चर गर्ने कोसिस गर्छु। सो हामी चाहिँ रेडी भइसक्यौँ। रेडी भएर निस्किएको। नानीको बाबा अगाडि हुनुहुन्छ, नानी र म चाहिँ यहाँ छौँ। तर अँध्यारो हुन थालिसक्यो किनकि आज भोलि चाँडै रात पर्छ। अब हामी पुग्दाखेरि त सायद अँध्यारै हुन्छ होला, सबै सकिन्छ होला, हामी मात्रै बाँकी हुन्छ मलाई। सबै क्यामेरातिर हेर्नुस्, एक एक नजर। बाबु र नानी बुझेन नि। हाम्रो बाबाको त बुझ्यो अगाइ सक्छ होला। अगाइ सक्यो सिधा दिनु पर्दैन। अनि सिकेन पर्दैन मन पराएन। उले त बुझ्यो छैन अब खुवाइदिने हैन। कोठमा छोड्यो है, जिउरोमै नछोड्यो, मुख बिगार्छ।
बच्चाको जस्तो होस् खुसुको राम्रो निकालेर उयो मेरोबाट खिच्दा नि हुन्छ सर तल सो हामी चाहिँ राइस फिडिङ सेरेमनीबाट चाहिँ निस्किसक्यौँ सबैजना निस्क्यौँ 10 पनि बज्यो अनि भित्र चाहिँ मैले धेरै भिडियो बनाउनु पाइनँ नानीलाई पनि हल्का सन्चो नभएर अनि भिडियो बनाउन पाइनँ फेरि मान्छे पनि सबैजनाको अगाडि अलिकति अड पनि लाग्यो रमाइलो भयो आल्गेमाइन यस्तै यस्तै भिडियो लिएर आउने नै छु त्यतिखेरसम्म स्वस्थ व्यस्त मस्त रहनु होला अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला बाई